हेलो फ्रेन्ड, स्वागत छ तपाईहरुलाई मेरो यो नेपाली यात्रा युट्युब च्यानलमा। मैले यो नयाँ च्यानल स्टार्ट गरेको छु र यो मेरो पहिलो भिडियो हो। तपाईहरु साथ दिनु होला। र यो भन्दा पहिला मेरो एउटा च्यानल थियो जो इन्भिजिबल ज्ञान नामको च्यानल छ, यहाँ हेर्न सक्नुहुन्छ, मैले लगाइदिए। र आजको टपिक मैले बेस्ट टपिक लिएर आएको छु। यहाँ हेर्न सक्नुहुन्छ, यो टाइपको हामी भिडियो बनाउन सिक्नेवाला छौं। र यो टाइपको भिडियो त्यो पनि बिल्कुल फ्रीमा, एकदमै फ्रीमा हामी बनाउन सिक्नेवाला छौं। कसरी बनाउने म पुराको पुरा ट्युटोरियल तपाईहरुलाई फ्रीमा देखाउने वाला छु यहाँ बनाएर। त भिडियोलाई अन्तिमसम्म हेर्नु होला र सबैजनाले साथ दिनु होला। भिडियोलाई लाइक गरिदिनु होला र एउटा कमेन्ट गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। जहाँ हामी यो टाइपको भिडियो कसरी बनाउने आज पुरा ट्युटोरियलमा तपाईहरुलाई देखाउने वाला छु। त भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। जाउँ मोबाइलको स्क्रिनको तर्फ। अब यस्तो टाइपको भिडियो बनाउनको लागि सबभन्दा पहिला तपाईहरु मोबाइलको स्क्रिन खोल्नु होला। मोबाइलको स्क्रिन खोलिसकेपछि यहाँ तल हेर्न सक्नुहुन्छ, मैले यहाँ देखाएको छु। युट्युबमा जानु होला, युट्युब एप्लिकेसन हेर्न सक्नुहुन्छ, यहाँ क्लिक गर्नु होला र तपाईहरुले जुन टाइपको भी भिडियो बनाउन चाहनुहुन्छ त्यो टाइपको सर्च बारमा गएर सर्च गर्नु होला। जस्तै कि मैले यहाँ सर्च गरेको छु एआई मंकी ब्लग, जस्तै कि मैले यहाँ सर्च गरेको छु। यो टाइपको भिडियो हेर्न सक्नुहुन्छ र यो टाइपको भिडियोलाई तपाईहरुले प्ले गर्नु होला र प्ले गरिसकेपछि स्क्रिनशट लिनु होला। त्यो भिडियोको स्क्रिनशट लिइसकेपछि त्यो भिडियोको जुन वरिपरिको फाल्तु पार्ट छ त्यसलाई क्रप गर्नु होला र क्रप गरिसकेपछि अब हाम्रो मेन काम आउँछ। अब जाउँ हामी मोबाइलको स्क्रिनमा तपाईहरुलाई शेयर गर्न चाहन्छु। जाउँ मोबाइलको स्क्रिनको तर्फ। यस्तै खालको सेम टु सेम भिडियो बनाउनु छ हामीलाई। त सबभन्दा पहिला यहाँ च्याट जीपीटी ओपन गर्नु होला। अब च्याट जीपीटीलाई ओपन गरिसकेपछि यहाँ फोटो वाला अप्सन हेर्न सक्नुहुन्छ, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ फोटोमा जानु होला र जुन फोटो तपाईहरुले स्क्रिनशट लिएर क्रप गर्नु भएको थियो त्यसलाई सिलेक्ट गरेर यहाँ एड गरिदिनु होला। र यहाँ जो म प्रम्प्ट लेख्छु त्यही प्रम्प्ट तपाईहरु लेख्नु होला। जस्तै कि म यहाँ लेखिदिन्छु। अब जस्तै मैले यहाँ प्रम्प्ट लेखेको छु तपाईहरु सेम टु सेम लेख्नु होला र स्क्रिनशट लिनु होला। र यहाँ जस्तै कि मैले भनेको छु, मलाई यो इमेजमा देखिएको जस्तै सेम भिडियो बनाउनु छ जहाँ यति मंकी ब्लग भिडियो गरिरहेको होस्। तपाईहरु यहाँ यति मंकीको साटोमा अरु कुनै एनिमल्सहरु हाल्न सक्नुहुन्छ र नेपाली पोशाक लगाएको छ र पछाडी केही मान्छेहरु काम गरिरहेको छ। मलाई इमेज प्रम्प्ट दिनु र इमेज साइज 16:9। अब तपाईहरु यहाँ रेशियो आफ्नो हिसाबले राख्न सक्नुहुन्छ। सर्ट भिडियोको लागि 9:16, मैले 60:9 राखे। यति गरिसकेपछि तपाईहरु यहाँ छेउमा एरोको बटन हेर्न सक्नुहुन्छ, यहाँ क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि अब यहाँ हामीलाई इमेजको प्रम्प्ट एकैछिनमा दिइदिनेछ। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ इमेज प्रम्प्ट दिइसके। मलाई यहाँ भनेको छ, यहाँ तपाईको माग अनुसार टेक्स्ट टु भिडियोको इमेज जेनेरेटको लागि उपयुक्त रियलिस्टिक सिनेम्याटिक प्रम्प्ट दिएको छु, जुन तपाईले दिएको फोटो जस्तै हो। अब यहाँ हेर्न सक्नुहुन्छ हामीलाई इमेजको लागि प्रम्प्ट दिइसक्यो। अब यसलाई कपी गर्न होला र तपाईहरु यहाँ तल हेर्न सक्नुहुन्छ के भनेछ, यदि तपाई चाहनुहुन्छ भने म यस प्रम्प्टमा आधारित रियलिस्टिक इमेज वा भिडियो पनि जेनेरेट गर्न सक्छु। भन्नुहोस् के चाहिएको हो, इमेज कि भिडियो। अब तपाईहरुले यहाँ च्याट जीपीटीलाई नै सजेस्ट गर्न सक्नुहुन्छ कि तपाईहरुलाई के चाहिन्छ, इमेज चाहिन्छ कि भिडियो। यहाँ तपाईहरुले लेख्नु होला र यसले दिनेछ। जस्तै कि म लेखिदिन्छु भिडियो दिनु। मैले भिडियो दिनु भनेको, अब यसले के गर्छ, भिडियो दिन्छ कि इमेज दिन्छ हेरौँ है। त अब जबसम्म यो च्याट जीपीटीले हामीलाई भिडियो क्रिएट गरेर दिन्छ तबसम्म हामी आफ्नो प्रम्प्टलाई पनि युज गरौँ जुन इमेजको लागि दिएको छ। त्यसरी होल्ड गरेर सिलेक्ट गर्नु होला र यहाँ सिलेक्ट टेक्स्टमा जानु होला र यो प्रम्प्ट जुन छ हामीलाई यसलाई तपाईहरुले कपी गर्नु होला। कपी गरिसकेपछि तपाईहरुसँग यो प्रम्प्टलाई इमेज जेनेरेट गर्ने अदर वेबसाइटहरु थुप्रै छ। त म अरु वेबसाइटमा जाँदिनँ, यही च्याट जीपीटीबाट गर्छु। त यहाँ माथि हेर्न सक्नुहुन्छ 2 लाइन, यहाँ क्लिक गर्नु होला र एक्सप्लोरमा जानु होला। यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि अब यहाँ अलिकति तल जानु होला र यहाँ हामीलाई इमेज जेनेरेसनको अप्सन देख्न सक्नुहुन्छ। यहाँ त्यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि स्टार्ट च्याट भनेको छ, यहाँ स्टार्ट च्याटमा क्लिक गरिदिनु होला। आस्क एनीथिङ भनेको छ, त यहाँ क्लिक गर्नु होला। जुन प्रम्प्ट हामीले कपी गरेको थियो त्यसलाई यहाँ पेस्ट गरिदिउँ र पेस्ट गरिसकेपछि यहाँ एरोमा हेर्न सक्नुहुन्छ छेउमा क्लिक गरिदिउँ। एकैछिनमा हामीलाई यहाँ के गरिदिन्छ त इमेज जेनेरेट गरेर दिइदिनेछ। इमेज जेनेरेट हुन्जेल हामी पर्खौँ।
जस्तै कि भइरहेको छ यहाँ 1 मिनेट पनि लाग्दैन तुरुन्तै गरेर दिइदिन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ हामीलाई दुईटा इमेज दिएको छ तपाईहरुलाई जुन राम्रो लाग्छ त्यो एउटा यसरी सिलेक्ट गर्नु होला मलाई यो राम्रो लाग्यो सिलेक्ट गरिसकेपछि यहाँ सेभ वाला बटन हेर्न सक्नुहुन्छ यहाँ क्लिक गर्नु होला तपाईको इमेज सेभ भइहाल्छ। अब सेभ भइसकेपछि हामीलाई चाहिन्छ इमेजबाट अब भिडियो बनाउनको लागि त हामी फेरि ब्याक जाउँ ब्याक आइसकेपछि यहाँ हाम्रो इमेज क्रिएट भइरहेछ भिडियो त के क्रिएट हुनु ChatGPT ले पनि हामीलाई यहाँ सेम टु सेम यस्तै इमेज दिएको छ जस्तो हामीले चाहेको थियो त्यस्तै। अब यहाँबाट तपाईहरुले चाहनुहुन्छ भने यसलाई क्लिक गरेर तपाईहरु सेभ गर्न सक्नुहुन्छ। दुईवटा मैले देखाए इमेज जेनेरेटको पनि गर्न सक्नुहुन्छ र ChatGPT बाट पनि लिन सक्नुहुन्छ। दुईटा अप्सनमा तपाईहरुलाई जुन राम्रो लाग्छ गर्नु होला एउटा यहाँ यसलाई पनि सेभ गर्दियौ। अब इमेज टु भिडियोलाई हामीले इमेजलाई भिडियोमा कन्भर्ट गर्नको लागि ब्याक जाउँ र यही ChatGPT लाई अब हामी म जस्तै कि यहाँ लेखिदिन्छु जस्तै कि मैले अब यहाँ लेखिदिएको छु मलाई यो इमेजलाई भिडियोमा कन्भर्ट गर्नु छ त मलाई इमेज टु भिडियोको प्रम्प्ट दिनु यति लेखेर तपाईहरु यहाँ छेउमा एरो बटनमा क्लिक गर्दिनु होला जस्तै कि म गर्दिन्छु। यति गरिसकेपछि हामीलाई भिडियोको प्रम्प्ट दिन्छ। अब यहाँ हामीलाई इमेज टु भिडियोको प्रम्प्ट दिइसकेको छ तपाईहरुलाई यो प्रम्प्टमा के लेखिएको छ भनेर बुझ्न चाहनुहुन्छ र इंग्लिश तपाईहरु बुझ्नुहुन्न भने यहाँ जस्तै कि मैले तल लेखिदिएको छु मलाई यो प्रम्प्ट नेपाली ल्याङ्ग्वेजमा लेखेर दिनु र यहाँ छेउमा क्लिक गर्दिनु। अब यहाँ तपाईहरुलाई यो प्रम्प्ट सेम नेपालीमा लेखेर दिन्छ जो तपाईहरुलाई पढ्नुको लागि सजिलो हुन्छ र कहीँ केही मिस्टेक छ भने तपाईहरुले आफैले सच्याउन सक्नुहुन्छ। स्क्रिनशट लिनु होला आफूले ट्राई गर्नु होला म यहाँ पढ्दिन पढ्दा पढ्दै भिडियो धेरै लामो हुन्छ त्यही भएर म जस्तै कि म यही इंग्लिश वाला प्रम्प्ट यसरी होल्ड सिलेक्ट गर्छु र यहाँ सिलेक्ट टेस्टमा जान्छु र यसलाई पुरै कपी गर्छु। पुरै कपी गरिसकेपछि अब हामीलाई इमेज टु भिडियोमा अब इमेजलाई भिडियोमा कन्भर्ट गर्नको लागि हामी ब्याक जाउँ यहाँ क्रोममा जाउँ क्रोम गुगललाई ओपन गर्नु होला। ओपन गरिसकेपछि यहाँ सर्चमा टाइप गर्नु होला गुगल AI स्टुडियो एकदमै फ्री वाला वेबसाइट हो अहिले जस्तै कि VO3 छ त्यो VO2 हो यसमा फ्री जेनेरेट हुन्छ अहिले तपाई ट्राई गर्नु होला। पछि गएर अब सब्स्क्रिप्सन वाला पेडहरु माग्छ त्यो पछिको कुरा हो अहिले फ्री छ तपाईहरु युज गर्नु होला। जस्तै कि अब यो ओपन गरिसकेपछि यहाँ माथि 3 लाइन हेर्न सक्नुहुन्छ यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि जेनेरेट मिडियामा जानु होला अलिकति यसलाई माथि गर्नु होला र यहाँ VO लेखेको छ यहाँ क्लिक गर्दिनु होला। क्लिक गरिसकेपछि यहाँ छेउमा हेर्न सक्नुहुन्छ फोटो वाला अप्सन दिएको छ त यहाँ क्लिक गर्नु होला र यहाँ अपलोड इमेजमा जानु होला। आफ्नो यहाँ मोबाइलबाट तपाईहरुले जुन फोटो डाउनलोड गर्नु भएको थियो त्यसलाई यहाँबाट सिलेक्ट गर्दिनु होला र डन गरौँ। यहाँ हामीसँग इमेज आइसक्यो यहाँ डिस्क्राइब योर भिडियो भनेको छ यहाँ यसरी क्लिक गर्नु होला र जुन हामीले प्रम्प्ट कपी गरेको थियो त्यसलाई यहाँ पेस्ट गर्दिनु होला। पेस्ट गरिसकेपछि यहाँ छेउमा हेर्न सक्नुहुन्छ एरोको बटन यहाँ क्लिक गर्दिनु होला 1 मिनेट पनि लाग्दैन हामीलाई यहाँ भिडियोमा कन्भर्ट गरेर दिइदिन्छ हाम्रो इमेजलाई। जस्तै कि यहाँ 5-6 सेकेन्ड भइसकेको छ हेर्न सक्नुहुन्छ 40-45 सेकेन्ड मात्रै लिन्छ हामी वेट गरौँ तत्कालसम्म। हेर्न सक्नुहुन्छ यहाँ हाम्रो भिडियो माथि बनेर रेडी भइसकेको छ। अब हामीसँग भिडियो आइसक्यो यहाँ तल हेर्न सक्नुहुन्छ डाउनलोड वाला अप्सन दिएको छ यहाँ क्लिक गरेर डाउनलोड गर्नु होला। डाउनलोड गरिसकेपछि हामी एकचोटी भिडियो हेरौँ। अब यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भिडियो अब यसले यहाँ बोल्न त के बोलिरहेछ र हामीसँग भोइस छैन भोइस अब बोलाउनको लागि जस्तै कि अब लिपसिङ गर्नको लागि हामी ब्याक जाउँ तपाईहरुलाई एउटा एपको जरुरी पर्नेछ जसको नाम हो ड्रिम फेस यहाँ हेर्न सक्नुहुन्छ। यसलाई डाउनलोड गर्नु होला प्ले स्टोरमा सजिलै अवेलेबल छ तपाईहरुले सजिलै डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गर्नु होला र यसलाई खोल्नु होला। अब ड्रिम फेसलाई ओपन गरिसकेपछि यहाँ भिडियो लिपसिङ हेर्न सक्नुहुन्छ यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस खुलेर आउँछ त यहाँ तल हेर्न सक्नुहुन्छ अवतार लेखिएको यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि जुन भिडियो हामीले जेनेरेट गरेको थियो त्यसलाई यसरी सिलेक्ट गरेर यहाँ माथि कन्फर्म गरिदिनु होला। कन्फर्म गरिसकेपछि एड स्क्रिप्ट टु कन्टिन्यू भनेको छ त यहाँ क्लिक गर्नु होला र यहाँ माथि टाइप भनेको छ त तपाईहरु आफ्नो स्क्रिप्ट टाइप गर्न सक्नुहुन्छ र यहाँ तपाईहरुले केही लेखेर नोटप्याडमा लेखेर यहाँ इम्पोर्ट गर्न सक्नुहुन्छ।
म तपाईहरुलाई सजेस्ट गर्छु कि आफ्नो खुदको भोइस रेकर्ड गर्नु होला। त यहाँ रेकर्डमा क्लिक गर्छु र मोबाइल स्क्रिन मेरो चालू छ त मैले भोइस रेकर्ड गरेको तपाईहरुले सुन्नुहुन्न र यहाँ क्लिक टु स्टार्ट भनेको छ, यहाँ क्लिक गर्नु होला र आफ्नो भोइस रेकर्ड गर्नु होला। पहिला भिडियोमा ध्यान दिनु होला कि भिडियोमा के गरिरहेछ हेर्नु होला र त्यसपछि सोच्नु होला कि म के बोल्छु यहाँ। जस्तै कि म यहाँ रेकर्ड गरिदिन्छु, मैले थोरै रेकर्ड गरेँ र यहाँ माथि कम गरिदिन्छु। हाम्रो स्क्रिप्ट आइसक्यो त यहाँ तल एनिमेट गरिदिनु होला, हाम्रो भिडियो एकैछिनमा रेडी भएर आउँछ। तपाईहरु यही प्रोसेसले पुरा भिडियो बनाउन सक्नुहुन्छ। अब हामी वेट गरौँ भिडियोको रिजल्ट हेरौँ। तपाईहरुलाई यो भिडियो बनाउनुको प्रोसेस कस्तो लाग्यो कमेन्ट गर्नु होला र यो भिडियोलाई लाइक जरुर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब जरुर गर्नु होला। हेलो साथीहरु, म अहिले तराईको चौडीमा आएको छु र यहाँको मान्छेहरुले घाँस काटिरहेछ, हेर्न सक्नुहुन्छ।